खेलाडी साथीहरूलाई फेरि पनि एकचोटि धन्यवाद भन्दै एनसीडब्ल्यू लिगका प्रेसिडेन्ट वसन्त खातीलाई अगाडि आएर आफ्ना 2 शब्द तथा यहाँ उपस्थित अतिथिहरूलाई स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। तयारीहरू के कस्तो छन् र कतिवटा क्लबहरूले चाहिँ अहिले पार्टिसिपेसन गर्दैछन्? वेल अब तयारी भन्दै पर्दा चाहिँ हामीले अब राम्रै तयारी गरेका छौँ। सो अहिले यसपालि चाहिँ हाम्रो चाहिँ 14वटा टिमहरू के भने इन्क्लुड भएर हामी गेम खेलाइरहेको छौँ। यो भनेको के भने डब्लुएमा नेप्लिज क्रिकेटमा चाहिँ नेपाली क्रिकेटको चाहिँ एकदमै ठुलो इभेन्ट पनि हो। नेप्लिज के भने क्रिकेट लिग अब यसपालि हामीले चाहिँ T30 गराइरहेको छौँ। लास्ट इयर हाम्रो चाहिँ T20 भएको थियो, त्यो पनि हाम्रो वाइनेसनको कारणले गर्दाखेरि हामीले चाहिँ T20 फोकस गरेका थियौँ। तर यसपालि चाहिँ अब हामीले चाहिँ T30 मा फोकस गरेका छौँ। अलिकति लङ फर्मेट गेम पनि हो। यसमा चाहिँ सबै टिमले सबै टिमसँग खेल्न पाउने एउटा अपर्च्युनिटी पनि भइरहेको छ र यसपालि हामीले चाहिँ 14वटा टिम हुँदै गर्दाखेरि पनि लिग अलिकति लामो हुने भएको भएर हामीले चाहिँ डिभिजन बनाएर डिभिजन एमा 8वटा टिम र डिभिजन बीमा चाहिँ 6वटा टिम मिलाएर चाहिँ 14वटा टिमको चाहिँ गेम खेलिरहेको छ। तपाईँ क्रिकेट एनसीडब्ल्यूमा लामो समयदेखि हुनुहुन्छ, बाहिरी साथीहरू लगायत हाम्रो अडियन्सले के डिफ्रेन्ट पाउनुहुन्छ यसपालि? यसपालि यस्तो छ, अब भर्खरै के भने हाम्रो सुपर 6 र यो T10 हाम्रो चाहिँ भर्खरै चाहिँ सकिएको छ। त्यसपछि अब यो हाम्रो T30 भयो। त्यसपछि अब हामीसँग चाहिँ स्लट हुने भनेको यो समरमा चाहिँ मार्चसम्म मात्रै। मार्चपछि चाहिँ मोस्ट अफ द ग्राउन्ड्सहरू चाहिँ फुटीको लागि चाहिँ हुने भएको भएर अब यो हाम्रो सकिने लगत्तै त्यसपछि हामीले चाहिँ T20 गराउँछौँ एउटा, अनि त्यसपछि फेरि एउटा चाहिँ अब हार्मोनी कप हुँदैछ। यो दुईवटा भयो। अनि जस्तो हामीले अब यो टुर्नामेन्ट हुँदैछ, सबैलाई समेट्ने कोसिस पनि हुँदैछ। भर्खरै तपाईँहरूले आफ्नै क्लब पनि स्टार्ट गर्नुभएको छ, त्यसको लागि कङ्ग्रेचुलेसन। एकदम विनिङ क्लब होइन? थ्याङ्क यू भेरी मच। अनि यसैबिच अब हाम्रो खेलाडी साथीहरूलाई अलिकति इन्करेज गर्नको लागि यसमा क्यास प्राइजहरू अथवा प्राइजहरू के छ? अहिलेलाई चाहिँ अब हामीले क्यास प्राइज चाहिँ अब 2टा डिभिजन भएको भएर एउटै मात्र डिभिजन भएको भए अलिकति किन हाई क्यास प्राइज राख्ने भन्ने हाम्रो प्लान चाहिँ थियो। तर अहिलेलाई चाहिँ हामीले चाहिँ अब विनरलाई चाहिँ $1000 अन बोथ डिभिजनमा र रनरअपलाई चाहिँ हामीले चाहिँ $500 चाहिँ क्यास प्राइज राखेको छौँ। त्यो अब हाम्रो अहिलेको के भने अब नर्मल हामीले त्यो 1000 र 500 राखेको छौँ। बट एट द सेम टाइम हामी चाहिँ अरू स्पोन्सरसँग पनि रिच आउट गरिरहेको छौँ र यदि हामीसँग चाहिँ अरू स्पोन्सरहरू चाहिँ याड हुनुभयो भने चाहिँ वी विल डेफिनेटली के भने रेज द प्राइस। 6औं वर्ष एनसीडब्ल्यूको। हजुर। अनि यो हाम्रो कतिवटा टिमहरू छन् अहिले? हामीसँग अहिले चाहिँ इन टोटल 14वटा टिम छ नेप्लिज कम्युनिटीमा। हजुर। भनेपछि तपाईँहरूको अर्को टिमहरू पनि बढिरहेछ होइन, आइरहेछ। अनि तपाईँ यो एनसीडब्ल्यूको क्रिकेटमा लामो समयदेखि हुनुहुन्छ, तपाईँलाई कस्तो लागिरहेछ तपाईँको योगदान? जस्तो टिमहरू अहिले बढिरहेछ, पहिला 10वटा 12वटा टिम थियो, अहिले 14, 15, 16वटा टिमहरू आइरहेको छ। कस्तो इम्प्रुभमेन्ट देखिराख्नु भएको छ तपाईँ खेलाडी साथीहरूमा? कम्युनिटीको सपोर्टहरू पनि कस्तो छ? अब भनौँ भने लास्ट इयर चाहिँ हामीसँग 12वटा टिम थियो। अहिले चाहिँ भर्खरै सिजन स्टार्ट भयो, हामीसँग अहिले 14वटा टिम छ। एकदमै राम्रो। अब नयाँ विद्यार्थीहरू भाइहरू एकदमै राम्रो खेल्ने, नेपाललाई चाहिँ पनि धेरैवटा गेमहरूमा रिप्रेजेन्ट गरेको भाइहरू पनि छन् हामीसँग। अहिले एउटा क्रिकेट कम्युनिटी ग्रो भइरहेछ जे भए पनि डब्लुएमा। अब विगत आजभन्दा 5 वर्ष अगाडिको सिनारियो र अहिलेको सिनारियो एकदमै डिफ्रेन्ट छ। हामीसँग नयाँ विद्यार्थीहरू भाइहरूदेखि लिएर भनौँ न कम्युनिटीको सपोर्टदेखि लिएर एकदमै राम्रो भइरहेछ, ग्रो भइरहेछ नेप्लिज कम्युनिटीमा चाहिँ डब्लुएमा स्पेसली क्रिकेट चाहिँ। डेफिनेटली लास्ट इयरदेखि चाहिँ हाम्रो लाइभ पनि हेर्न सक्नुहुन्छ जति पनि अडियन्सहरूले एनसीडब्ल्यूको युट्युबमा, त्यो पनि अर्को इम्प्रुभमेन्ट हो। अनि योपालि हामीले चाहिँ त्यस्तो इम्प्रुभमेन्टहरू प्लानहरू के डिफ्रेन्ट देख्न पाउँछौँ? योपालि के छ भनेपछि अभियसली टिम ग्रो भइरहेछ, टिमहरू नम्बर्स अफ टिमहरू बढिरहेछ। अनि त्यसपछि योपालि चाहिँ हामीले चाहिँ वुमेन्स टिमलाई चाहिँ पनि एनसीडब्ल्यूमा चाहिँ गर्ने भनेर सोचिरहेछौँ। हजुर। केही कुराहरू भइरहेछ वुमेन्सको। अब हामीसँग स्क्वाडहरू त जस नम्बर खेल्ने पहिला त सबभन्दा पहिला त नम्बर चाहियो खेल्नको लागि। त्यो नम्बर अब पुग्दै गर्दाखेरि उनीहरूलाई कसरी चाहिँ एनसीडब्ल्यूमा एकोमोडेट गर्ने भनेर त्यो प्रोसेस भइरहेछ। अनि अर्को भनेको हाम्रो एउटा बिगेस्ट अचिभमेन्ट भनौँ न, हामीले अहिलेसम्म नेप्लिज कम्युनिटीमा एउटा होम ग्राउन्ड सेक्युर गर्न पाएको छैन। हजुर। त्यो होम ग्राउन्डको प्रोसेसमा छौँ हामी। अब भनौँ न यहाँको लोकल काउन्सिलरसँग कसरी कन्सल्ट गर्ने, कसरी उनीहरूसँग एप्रोच गर्ने भन्ने त्यो प्रोसेसमा पनि छ। होपफुली यो 10 इयरमा चाहिँ हामीले होम ग्राउन्ड पनि सेक्युर गर्न पायो भने एटलिस्ट डब्लुए क्रिकेट कम्युनिटीमा एउटा होम ग्राउन्ड छ है भन्न चाहिँ पाउँछन् सबैले। थ्याङ्क यू सो मच फर योर टाइम। थ्याङ्क यू। कम्युनिटी स्पिरिट हाम्रो युवा खेलाडी साथीहरूलाई यो इन्करेजमेन्ट हो। कार्लाइल रिजर्भमा एभ्री सन्डे यो गेम हुन्छ, तपाईँहरू आएर सपोर्ट गर्न सक्नुहुन्छ। र तपाईँ आफ्नो बिजनेस प्रमोट गर्न चाहनुहुन्छ, हाम्रो साथीभाइहरूसँग त्यो सामिप्यता बढाउन चाहनुहुन्छ, इट्स गिभ एन्ड टेक। तपाईँहरूले हामीलाई सबै मिलेर चाहिँ
कम्युनिटीलाई अगाडि बढाउने यो त्यो हिसाबले तपाईँहरू हामीलाई जोइन गर्न सक्नुहुन्छ। वसन्तजी लगायत उहाँको टिमहरूलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। साथसाथै NCAWA को युट्युब पेजबाट हामीलाई लाइभ पनि हेर्न सक्नुहुनेछ। स्टे ट्युन, हामी यस्तै अपडेटहरू लिएर तपाईँहरूसँग आउनेछौँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू भेरी मच सुरजजी, थ्याङ्क यू भेरी मच।